गाइड्स अब चाहिँ यहाँ तेल भने होइन 157 हो भनेर अहिले 57 आयो नि त 42 त्यो डिजल हो डिजल अब चाहिँ हामी कहाँ जानु अरे बिस्तारै कुदाइ बिस्तारै तेरो म झर्ला अरे हामी चाहिँ अब होइन कहाँ जानु अरे स्विमिङ खेला नेचुरल स्विमिङ जानु लाग्यो होइन त्यो चाहिँ कहाँ हो भन्दाखेरि दसैँमा बिस्तारै बिस्तारै बजाउँछ कि अनि हामी चाहिँ अब यहाँ अलिकति थलीसम्म पुग्नु लागिसक्यो थली पुगिसक्यो भन्दा नि भएन अब बाँकी कुरा चाहिँ आधी बाटो बिताउँछ है अहिले फेरि मोबाइल झऱ्यो अन्त फेरि गएछ फेरि लङ टाइममा भिडियो बनाएको के है गाइसहरू ल यता त पानी परेर गइसकेको है नि ल मजा आउँछ है आज मजा आउँछ ल साउन्ड चाहिँ केही आएको छैन होला है हावा पनि केही छैन ल हेर्नुहोस् है अब यता चाहिँ अलिअलि गाउँ गाउँ जस्तो पनि भाइब सक्यो घाम पनि लाग्यो गाइस ल घाम पनि लाग्यो गाइस ल आज चाहिँ अनि पानी यता परेर नि रहिसकेको छ क्या होइन उभिमा के हो अनि हामी चाहिँ यहाँ छौँ बिस्तारै बिस्तारै साथो हुँदै गागल फेरि के अरे जर्सिन पवातिर जानु अब गागल फेरि आउनु लाग्यो त्यहाँबाट गागल फेरि जानु हुँदैतिर हो होइन अगाडि त्यो ब्राउन ब्राउन ज्याकेट भएको चाहिँ हाम्रै क्याब हो एकचोटि साकोतिर गएछ है गाइजहरू कति देखाइरहने बाटोमा यसले डर आइसक्यो म है ल हेर्नुहोस् त गाइज कस्तो राम्रो भ्यू छ बाढी आयो जङ्गलमा आएर जाडो जाडो भयो नि जाडो भयो बाढी पो आयो जस्तो पौडी खेल्नै नपाइला जस्तो बाढीले फोहोर पानीमा त कहाँ खेल्नु हेर त राम्रो राम्रो बाढी यस्तो बाढी तनाव हो त यार पानी त खासमा पानी परेपछि त आउनु नहुने पनि थियो अब पानी त खासमा पानी परेपछि त आउनु नहुने पनि थियो लास्टमा आएर ठाउँ भएन त भने ल यार के गर्ने यार यो रोड चाहिँ फेरि रमाइलो रहेछ त यहीँ हो यहीँ हो अस्ति नै भुसालले यहीँ ल्याएको थियो झर्ना छ त्यहाँ कोही जानु मिल्दैन होला म झर्छु प किन हट मलाई लड्यो भने त
लगाइदिउँ एकछिन कुदाउँ फेरि। कस्तो भयो त आजको अनुभव तर छिटो अब छिटो के। खोला चाहिँ बाढी आएर चाहिँ अब खेलाइ नहुनु भएर भाइ हेर म चाहिँ नि लास्ट बाढी आएको छ हौ गाइजहरू मेरो ब्यागको लुक्स के भएछ ब्यागको लुक एकदम छिटो र यो जङ्गलमा चाहिँ आज स्विमिङ खेल्न आउने भनेको तर के गर्ने माथि आउँदैन चिप्लो छ हौ त पानी यतै राख्दै ह्यान्डल लक हुन्छ होइन भइहाल्यो रोक्नु उतै राखौँ ढिलो छ यहाँ बाटो ल गाइज भर्खर आयो आउँछ बाबाले चाहिँ तर के खोला बाढी आएर यस्तो चाहिँ भन्न कहाँ थाल्यो अँ हेरौँ न हेरौँ यसको विधि हेरौँ पावरै सानो छैन त्यस्तो हो नि देखाए अनि यस्तो लास्ट सेक्सन बनाएको छ ल यस्तो नहान्नु होला यस्तो चाहिँ नहान्नु होला भनेर सावधानको लागि के हो गाई यार यता हिँड्दै रहेछ त्यही भएर उतै बाइक राखेर हामी हिँड्दै हिँड्दै स्विमरहरू हामी चाहिँ म चाहिँ क्यामेराम्यान मात्र हो स्विमिङ चाहिँ गर्दिनँ म अरू भन्दा पनि के भयो भन्दाखेरि चाहिँ चिप्लो छ अनि अलि यताबाट साइडबाट होइन हिलो हिलो बाटो रहेछ यता खोलाको आवाज बवाल आउँछ फेरि तल हुस्सु लाएर बवाल देखाएको छ यार फोटो चाहिँ बवालै खिच्नुपर्छ अँ के हो तर यार ठाउँ चाहिँ तर लास्ट खतरा छ ल्याउनु पर्ने नि खासमा हामीले हेर्नु सरर हामी चाहिँ यस्तो छौँ अब आज त्यस्तो खासै खेलाइ नभनेको खोला बाढी यत्रो आएर चाहिँ के खेल्नु कस्तो अनुभव भइरहेछ दामी तिमी स्विमिङ खेल्छौ त यो पानीमा खेल्दैन तपाईँ खेलेर के हो है त गाइड एकछिनमा स्विमिङ पुल त के हो गाइड स्विमिङ खेल्न आएको अब यस्तोमा त के खेल्नु ल हेर ओए तर यार कत्रो हो यो हेर्नुहोस् आमामा डरै लाग्दो छ त यो त ठाउँ चाहिँ राम्रो रहेछ है तर मन्दिरै मन्दिर रहेछ है हामीले त उयो गरेर कत्रो ठुलो हुन्छ यहाँ त यहाँसम्म आउँथ्यो फर्क्यौँ हो हामी त गाइडहरू झन्डै लडिनँ खेलाइ नहुनुको आज हेर यस्तो रहेछ पानी के खेल्नु कुन ताल खेल्न आउने झन् यस्तोमा खेल्न थाल्यो भने त अनि बिचमा भइहाल्यो अब यही भ्यू हेर्ने जाने हो आजलाई तर ठाउँ चाहिँ राम्रो रहेछ अब नेक्स्ट टाइम चाहिँ यो बाढी आएन भने चाहिँ आउने हो एक हप्ताभित्रमा आउँछौँ होला हामी भन्दै आजलाई चाहिँ म बिदा दिन चाहदिनँ एकछिन अझै बाँकी छ अझै ल गाई जब चाहिँ हामी फर्क्यौँ के हो फर्क्यौँ है गाई जब चाहिँ पानी पऱ्यो आज स्विमिङ खेलाइ भएन अब नेक्स्ट टाइम अवश्य आउने छु भन्दै अहिले चाहिँ फर्क्यौँ नयाँ च्यानलमा नयाँ हुनु भने सब्सक्राइब गर्नु नबिर्सिनु होला र पुरानो बेलायकन नबिर्सिनु होला भन्दै आजलाई चाहिँ बिता लिन चाहन्छु हस्त बाई बाई स्टे ट्युन गाइज अन्टिल नेक्स्ट ओके बाई बाई